Good morning, boys and girls. We are about to check out from the hotel, होइन? अनि we are gonna go straight to our homes आज. अनि I need to find त्यो पनि त्यसको लागि पछाडि बान्नुको लागि ब्यागमा because I can't keep carrying this for like 250 kilometers. आउँदाखेरि गऱ्यो होइन, तर अब जाँदाखेरि गर्न सकेन, एकदम गाह्रो. It's Sunday, 21st December. And we're about to leave our hotel and return home. Goodbye, Pokhara. अब म next time Mustang जाँदाखेरि आउँछु होला, तर I won't be staying in Pokhara. Because it is way more fun to go Mustang. Someday, man, someday Mustang going there. The day I go Mustang is the day I will be starting. I don't know. के त आफैलाई सेल्फ स्पोन्सर गर्न सक्छु कि? Goodbye, Pokhara. Okay. The next time म आउँछु त्यति बेला I think I will be well more prepared. अहिले पनि well prep नै थिएँ यो पालि पनि. I had fun in Pokhara. Belka and the night life in Pokhara is amazing, and like really fun cha. And I like to take good pictures, हैन. रमाइलो लाग्यो मलाई हैन, ठाउँहरु पनि लाइक राम्रो छ, एक्सप्लोर गर्न मिले. अनि अब one day मा पोखरा घुम्नु सकिदैन किनभने like there is like so many things to do in Pokhara, but के गर्नु, I could not even complete one of them. के अब म महेन्द्र गुफा, David Falls मा त गइसकेको छु म पहिले पनि, like, and there is nothing interesting for like saying that the same thing for like 3-4 times, हैन. त्यही भएर नि हो. Okay, यहाँबाट चाहिँ अब काइन्ड अफ लाइक पोखरा पनि हट्छ होला यो ठाउँबाट. त्यहाँदेखि त्यसपछि चाहिँ मैलुङ हाइवे के भन्नु हो त्यसलाई, पोखरा हाइवे नै भनौँ. What the hell is this? What the heliante? Oh wow, look at the mountains, man. Mountain हेर, तर के भने एक्सन क्यामेरामा देख्दैन राम्रो. What the heliante? आज चिल राइडमा घर फर्किने हो क्या, बिस्तारै आनन्दले. बिकज अब एट द एन्ड घर नै पुग्ने हो आज. So that's why I'm saying, you know. कत्रो हो सस्पेन्सनले त, तर सस्पेन्सन स्टिफ नै छ यार हन्टरको भन्नुपर्दा. जाडो छ, पोखरामा घाम लागिरहेको थियो, यता कुहिरै छ. जाडो हो. माउन्टेन पनि देख्न त देखेको छ. अब अस्ति पनि अब एक्सन क्यामेराले तर खासै राम्रोसँग जस्टिफाई गर्दैन माउन्टेनलाई, यत्रो सानो देखाउँछ. फुल एक्सपिरियन्स लिनलाई चाहिँ उसमै आएको राम्रो हुन्छ सायद. ओ माई गड, ल हेर फुल्ली क्लाउडी भइसक्यो वेदरै. Look at this open road here. Wow, man, absolutely just amazing. Can see that's like about 2 kilometers, 3 kilometers. कति हो? Gap maybe like 3 kilometers जतिको लामो होला. I think so. Okay. Oh, क्यामेरा हेर न, यस्तो भएछ क्यामेरा नै, पुरै फोर छ, लाइक सिधै सिध छ के है. भएन, एउटा पुस्ने के छैन यो, भएन. ओके.
जुगाड and the filter was dirty. अब हाल्यो kind of works. यसमा राखिदिउ न यो I changed my not anti filter battery as well. Like view हेरौँ यार कस्तो राम्रो देखाएको छ. अब हामी यहाँबाट मैलुङ 22 किलोमिटर्स त्यसपछि काठमाडौँ 132 भनेपछि 102 किलोमिटर्स स्टिल लेफ्ट. त्यसपछि चाहिँ हार्ड पार्ट सुरु हुन्छ. विच विल बी अ पेन इन द एस होइन. मलाई त्यो मैलुङ पछिको बाटो यास हुन्छ नराम्रो लाग्छ. यहाँ कस्तो राम्रो ठाउँ हो यो. Look at this, man. This is Gorkha, right? Gorkha है ना यो ठाउँ गोर्खा भन्छ होला सायद right if I remember correctly. बादल हाले बादल आयो 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 बिचमा गयो. होली शिट. Oh. Look our pictures हैन. Very nice place यार. एउटा राम्रो स्ट्रक्चर रहेछ. Oh wow, look at the rivers, man. Look at the view, man. कति राम्रो देखेको छ उतापट्टि river. The greenish, bluish, turquoise like river हैन. Color color पनि धेरै हुन्छ क्या. millions of color हुन्छ. Let's go, we are at Murglin. Now we're gonna have our lunch at the place हैन. अस्ति हामीले खाएकै ठाउँमा खान्छौँ हामी खाना. Because त्यहाँ मिठो थियो क्या. अनि लाइक अनलाइक घन्द्रुकमा हैन. घन्द्रुकमा वाज नट सेटिस्फाइङ हैन. पैसा पनि महँगो तर खाना पनि नमिठो. एन्ड सो के गरी एक्सपेन्सिभ भयो त्यहाँ. ओभर एक्सपेन्सिभ छ हो. कालिम्पोङमा त्यति महँगो छैन हो. लाइक वाट. एन्ड कहाँनिर थियो त्यो होटल. ओके राइट देयर.
Okay, we're gonna have our lunch here. एउटा कुरा अब म चाहिँ पोखरामा फर्स्ट टाइम आएको होइन अब यो रोड पब्लिक रोड हो कि के हो थाहा भएन तर यो अब यहाँको अगाडिको होटेलको दिदीहरूले अब हामीलाई यहाँ पार्क नगरेर के अब थाहा भएन अब के गर्ने अब यस्तै हो नेपालमा के गर्नु उनीहरूकोमा खाएन केही गरेन भने एउटा उ राख्छ नेपालमा नेपालीहरूको यही त बानी मलाई मन पर्दैन त उनीहरूकै अब सबै भन्धान छ के भन्नु यस्तै हो अब यहाँ नराखेर के उनीहरूको पार्क नगरेर कि किनभने उनीहरूकोमा हामी खानु गएन नि त त्यही भएर यहाँ पार्क नगरेर अब यो त अब यसो हेर्दाखेरि त अब यो ऊ जस्तो त लाग्दैन त्यहाँ अड्दैन होला अलि अलि आउँदैन होला सायद Okay, we just had our lunch, खाना खाइयो अब हामी घर जाने अब यहाँबाट सबसे छेउ रोड सुरु हुन्छ पुरै अफरोडै अफरोड छ होइन लास्ट छेउ छ क्या रोड पनि यो ठाउँमा होइन रुप्सी होटेल वान अफ द बेस्ट खाना पाउँछ यो ठाउँमा है लास्ट मिठो पाउँछ कि खाना एकदम मिठो पाउँछ होइन लाइक अनि खाना पनि इन्स्ट्यान्टली एकैछिनमै आउँछ होइन त्यसैले लाइक वान अफ द बेस्ट होटेल अनि लाइक बजेट फ्रेन्डली पनि छ लाइक 360 कि 370 छ क्या अनि घान्द्रुकको त कुरै छोडिदिउँ यस्तो सेट खानालाई हामीले 700 पे गरेको क्या लामो लाग्यो क्या खास ओके अब स्लोली जाने हो आफ्नो घरपट्टि हामी मनोकामना आइपुग्यो Holy moly! Look at that guy, man. यो बाटोमा चाहिँ 4 व्हिलरले जतिको रेक्लेसली कुनै उसले नचलाउने क्या 4 व्हिलरहरू लास्टै रेक्लेसली चलाउने भने यो बाटोमा लाइक बाइक देख्नु हुँदैन बाइकले त उनी छैन जस्तो क्या बाटोमा छैन जस्तो गरी ओभरटेक हान्छ भने एउटा ठुलो यो लरीले होइन मतलब भर्खर यतापट्टि एकाखेरि ओभरटेक हान्यो लाइक म अगाडि देख्दा पनि मलाई पेल्यो क्या साइडमा म्यान कस्तो मान्छेहरू हुन्छन् भने यार नेपालमा त यार 2 पाङ्ग्रेहरूले त मनै पराउँदैन होला हौ 4 पाङ्ग्रेहरूले त Okay, we have completed almost like 60-70 kilometers. We will be arriving in Kathmandu around 2:15 maybe. होइन अब त्यस्तै लाग्छ मलाई त्यस्तै लाग्छ
ओके अब जाम सुरु भयो काठमाडौँ नजिक पुग्नुलाई त्यसपछि जाम सुरु हुन्छ के को जाम हो यो सडक निमन्त्रण हुँदैछ बिस्तारै जानु होला ड्राइभ स्लो ओ माई गड यार यत्तिको धुलो चाहिँ नेपालमा नउडिकन नेपालमा बसे जस्तो फिल हुँदैन है यत्तिको चाहिँ उड्नै पर्छ है धुलो ओ माई गड रोड चाहिँ डेन्जर फास्ट हुँदो रहेछ है हाम्रो मम्मीहरू त आउने बेला रोड बन्दैछ बन्छ होला यत्तिको चाहिँ फास्ट रोड बन्नुपर्छ क्या बिहान 10 बजेदेखि जस्तो जाम हुनुपर्छ क्या मेरो कति राम्रो उता थियो मैलुङ उतातिर खोला यहाँ हेर खोला पनि पहिलो हेर्दै 4 कति बाक्लो पिच पनि आम्मामा अलमोस्ट लाइक 10 इन्च होला 10 इन्च नहोला 6 7 तर यत्रो ठुलो ललीहरू हिँड्नुपर्छ यो त 1-2 दिनलाई त उसमै छोड्नु पर्ला हो लाइक रेस्ट गर्नुलाई नै किन भन्दाखेरि लाइक अब यत्रो ठुलो गाडी हिँड्छ एकैचोटि वासै पर्छ त्यो रोड जस्तोको त्यस्तै हुन्छ नि ओ माई गड के साह्रो जाम हो परबाट नि हेर अर्को साइडबाट आइरहेको रहेछ गाडी त्यसपछि डबल पेलै छ ओ माई गड कति लामो जाम हो almost 2 kilometer 3 kilometer को जाम रहेछ ड्राइभिङ इन नेपाल बी लाइक भने जस्तै गयो नि नयाँ पिच बन्यो त्यसमाथि गाडी छ हामी काठमाडौँ छिरेको छौँ ए मेरो त अझ बाँकी छ अझ 50 किलोमिटर्स बाँकी छ घर पुग्नु 50-60 होला यहाँबाट त ओके अब चाहिँ सहर जस्तो फिल हुने
आएको पनि यहाँ अब काठमाडौँ भने मतलब काठमाडौँ त आइपुग्यो होइन तर अब ललितपुरमा ललितपुरमा चाहिँ हो हामी यही काठमाडौँ इन जेनरल नै भन्दा मात्र हो क्या तर काठमाडौँ चाहिँ आइपुगेको थिएन ओके म र अब अमित ब्रो चाहिँ दुइटा आफ्नो सेपरेट वे जान्छौँ अमित ब्रो लेफ्ट साइडपट्टि म राइट साइडपट्टि आई थिङ्क हि अलरेडी वेन्ट राइट मैले त देखिनँ हौ पछाडि त गर्खोको फ्लाइओभर भन्यो होला सायद आई रियली डिडन्ट क्याच द्याट स्विट ओल्ड काठमाडौँ होइन जतिखेर नि जाम मात्र हुने 24/7 जाम हुने ठाउँ हो यो त म यहाँ लाइक 10 मिनट्स पछि होला यो जाममा बसेको Okay, I will end my video here guys. Thank you for watching till the end है अब मैले अब के भन्नु जामै जाम छ होइन अगाडि जति गए पनि होइन आम अ बिट टायर्ड होइन बिकज बिहानको 9 बजे राइड गरेर आएको छु अनि लाइक एनर्जी पनि अलि लो नै छ बिकज यो पोखराको बाटो आउँदा वाक्कै लागिसक्यो क्या त्यो कारणले गर्दाखेरि पनि Look at this man, I'm back in Kathmandu. Kathmandu sucks यार